ल अब हुँदा हुँदै हामी अब पहिलेको जस्तै अँध्यारोमा बस्नुपर्ने अवस्था आइसकेको छ हैन। अब कुलमान किसिङलाई त्यस्तो गरिसक्यो हैन, पात पर्दा हटाइसकेको छ। अब त्यस्तो भयो भने त अनि हामी जनताहरू त बिचल्तीमा पर्छ। यस्तो पाराले त कहाँ हुन्छ त, हामी जनताहरू पुरै गाह्रो छ। पहिलेको जस्तै लालटिनहरू बाल्ने हैन, अनि टुकीबाटीहरू बालेर बस्नु पर्ने अवस्थामा आइसकेको छ। त्यस्तो हुँदाखेरि त हामी अब जनताहरू त पुरै पिचल्तीमा पर्ने भयो। सो हामी कुलमान घिसिङ समर्थक चाहिँ सबैजना जनताहरू चाहिँ जुट्नुपर्छ हैन, एकजुट हुनुपर्छ। परेको खानटाउमा चाहिँ जम्की जम गर्नुपर्ने अवस्था भएको छ के। पहिला पहिला अब कुलमान घिसिङ नआउँदाखेरि चाहिँ बत्ती चाहिँ आइसकेको, अनि त्यसपछि चाहिँ अनि 24 घण्टामा जम्मा 2-3 घण्टा बत्ती आउने, फेरि त्यो 4-5 मिनट भइसकेपछि चाहिँ अनि फेरि जाने क्या हैन। अनि कुलमान घिसिङ आइसकेपछि चाहिँ अनि 24 घण्टा अहिले बत्तीहरू आइरहेको छ। अब लोड सेडिङ पनि अब हुन्छ नि, अब लोड सेडिङ हुन त अनि सत्य काम गर्नेलाई साथीले सरापेको देश भन्छ हाम्रो नेपाललाई हैन। त्यस्तै होला। अब राम्रो सोझो सिधा गरेर काम गरेर खाने मान्छेले पाटपत्र दस्तखत गरेपछि त हैन, अब त फेरि यो देश अन्धकारमा जाने भयो यो नेपाल हैन। अनि त्यही कारणले हामी जनताहरू चाहिँ नेपाली जनताहरू सबैजना मिलेर चाहिँ एकदम राम्रो मान्छेलाई छान्नुपर्छ हैन। राम्रो मान्छेलाई अब त्यो गर्नुपर्छ कि हामीले सबैले सपोर्ट गर्नुपर्छ है। अब धेरै लोड सेडिङ हुनुभन्दा हैन, हामी त्यतिखेर चाहिँ अब पहिलाको लोड सेडिङ हुँदाखेरि चाहिँ 24 घण्टामा चाहिँ जम्मा 2-3 घण्टा आउने है। अनि अहिले आएर चाहिँ अनि त्यस्तो दस्तखत गरिसकेपछि धेरै मर्म हुन्छ नि त। अनि हाम्रो देशमा अनि धेरै जनताहरू चाहिँ नोक्सान हुन्छ। अब काम गरेर खाने मान्छेहरूले चाहिँ धेरै गाह्रो छ नि हैन। त्यत्रो नोक्सान भइरहेको कम्पनीहरूलाई बचाएको छ भन्छ हैन कुलमान घिसिङले धेरै कामहरू पनि गरेर अनि त्यस्तो गरिसकेको छ भन्छ। अनि अहिले आएर चाहिँ अनि त्यो सबै त्यो ऋणहरू सबै चुक्ता भएर अनि त्यस्तो हाम्रो जनताहरूलाई एकदम फाइदा हुने काम गरेको छ। बत्ती आएर हैन, लोड सेडिङ हुनुभन्दा एकदम राम्रोसँग लोड सेडिङ नहुने गरी त्यस्तो राम्रोसँग काम गरेर जिइरहेको मान्छेलाई हैन गाह्रो छ। सो त्यही भएर अनि हामी आम जनताहरूले चाहिँ राम्रोको पक्षमा लिनुपर्छ कि हैन। राम्रो काम गर्नेलाई राम्रै गर्नुपर्छ, सपोर्ट गर्नुपर्छ एक अर्कामा है।